नमस्ते सम्पूर्णमा आजको कथामा हजुरलाई स्वागत छ। अहिले काठमाडौँ आउँदा पठाउ, इनड्राइभ, एङ्गो खुब युज गरेकी छु। आजको यात्रा पनि एक ठाउँबाट अर्को ठाउँमा जान याङ्गोको सहायता लिए। तर यो यात्रा अरू दिनको जस्तो थिएन। आजको यात्रा केही विशेष हुन पुग्यो। हुन त म प्राय सबैसँग बोलेकै हुन्छु। कसैले आफ्नो मनपेट नै खोल्नुहुन्छ, कोही अलि गमक्क पर्नुहुन्छ, अनि कोही कामकाजको मात्र कुरा गर्नुहुन्छ। म पनि मान्छे हेरेरै बिहेभ गर्छु, किनकि कसैलाई थोरै बोलेको मनपर्छ भने कसैलाई मजाले बोलिरहेको मनपर्छ। दिनभरि काम गर्दा कसैले के छ कस्तो हुँदैछ सोद्धा सायद कसैलाई राम्रो लाग्छ भन्ने ठानेर मैले पनि बेला बेलामा कुराकानी गरिरहेकी हुन्छु। हेलो, हजुर हजुर, म यहाँ लोकेसनमै छु, मैले भने। म पनि लोकेसनमै छु, उताबाट आवाज आयो। देखे हजुर हो भन्दै हात उठाएँ। उताबाट संकेत आएपछि बाटो क्रस गर्दै बाइकमा चढे। आजको यो राइड तेस्रो चौथो हुनु पर्थ्यो। मेरो त्यसैले बोल्ने इनर्जी नै थिएन। अनुहारमा मास्क यथावत थियो। राइड सुरु हुनु अघिबाटै मास्क लगाएरै बसेकी थिए। ऊ पनि चुपचाप थियो अनि म पनि चुपचाप। बाटो लामो थियो तर कुरा शून्य। म आफ्नै सोचमा थिएँ। अब यो गर्छु, त्यो काम बाँकी छ, यो त्यो, दिमागमा अनेक कुराहरू चल्दै थिए। अचानक ब्रेक लाग्यो र उसको हेलमेटको पछाडिको चुच्चोले मेरो आँखी भाउमाथि मजाले लाग्यो। आँखै रसायो। सरी है, एकजनाले मिस्टेक गरिदियो। उसको बोलीमा मधेसी बोली आउँथ्यो, मिठो सुनियो। मैले होइन केही भएन, ठिकै छ भने। ठिकै छ भन्न त भने, तर दुखाइ थियो। त्यसैले हातले आँखी भाउमाथि मुसारिरहेको थिए। सायद उसले त्यो मिररबाट देखेछ होला। अनि त्यसपछि उसले सोध्यो, एकदमै बेसरी लाग्यो हो? मैले हाँसे जस्तो गर्दै भने, होइन ठिकै छ, यो हेलमेटको चुच्चो रहेछ अनि यसले चाहिँ अलिकति। अर्को बाइकवालाले यस्तो यस्तो गर्यो अनि म ब्रेक लगाउन बाध्य भएँ, उसले भन्यो। मैले पनि ठिकै छ, ठुलो एक्सिडेन्ट हुनुभन्दा त यही ठिक छ नि भने। अनि त्यसपछि उसले कुराकानी सुरु गर्यो। हजुर जब गर्नुहुन्छ हो? उसले सोध्यो। अनि मैले जब गर्छु भनेर भनिदिएँ। अनि उसले सोध्यो, कन्सल्टेन्सीमा हो? अनि मैले हाँस्दै भने, किन, म कन्सल्टेन्सीमा काम गर्ने जस्तो देखिन्छु र? अनि उसले सजिलै भन्यो, हुन्छ नि, रिसेप्सनमा बस्ने जस्तो। मैले फेरि हाँस्दै भने, रिसेप्सनमा बस्नेहरू त साह्रै राम्रै हुन्छन् नि। अनि उसको तुरुन्तै जवाफ आयो, हजुर के नराम्री हुनुहुन्छ र? त्यो एक लाइनले किन हो त्यो मेरो थकान नै मेटिदियो। मेरा फुलेका कपाल, चौरिन थालेका मेरो अनुहारलाई त्यो एक लाइनले एकछिन भए पनि मक्ख चाहिँ पारिदियो। तर म केही बोलिन। पछि उसले आफ्नो कुरा गर्न थाल्यो। कसरी उसको पढाइ बिचमा ब्रेक भयो, बाहिर जान खोजेको, आइटीमा कोर्स थिएन, अरू पढ्नुमा मन लागेन। कुराहरू गर्दै जाँदा प्रसङ्ग केमा थियो त्यो अहिले मलाई याद आएन। तर उसले अचानक सोध्यो, खास हजुरको एज चाहिँ कति भयो र? अनि मैले उल्टै सोधेँ, हजुरको चाहिँ कति भयो र? उसले जवाफ दियो, 22। म हाँसिहालेँ। अनि उसले फेरि भन्यो, अब त भन्नु न। म झन हाँसेँ। किन एज भन्न मिल्दैन हो? उसले सोध्यो। होइन मिल्छ, तर म एकदमै बुढी भइसकेछु, त्यही भएर हाँसेको भनेर झन हाँसेँ। उसले अति नै जिद्दी गरिसकेपछि मैले भने, 33। 33 हो र? त्यसो त देखिनुहुन्न। मैले सोधेँ, अनि कतिको देखिन्छु त? अनि उसले जवाफ दियो, त्यस्तै 22-23। एकछिन त राम्रो लाग्यो, तर रियालिटी अर्कै थियो। एकछिनको मौनतापछि उसले फेरि भन्यो, मलाई अझै विश्वास नै भएको छैन कि हजुर 33 को हुनुहुन्छ। हजुरले ढाँट्नु भएको हो? उसले सोध्यो। अरे आफ्नो एज कसले बढाउन खोज्छ र? त्यही माथि केटी मान्छेले। डेस्टिनेसन आउन 2 मिनट जति मात्र बाँकी थियो। उसले फेरि भन्यो, माइन्ड गर्नुहुन्न भने एकचोटि मास्क निकाल्नु न है। मैले सोधेँ, किन र? उसले भन्यो, होइन म साँच्चै नै अचम्ममा छु। अनि मैले भने, मैले मास्क झिकेँ भने त यो यात्राको मजा नै सकिन्छ। घर गएर सोच्नुहोस् त, आज यस्तो प्यासेन्जर भेटेँ जसको मैले निधार र आँखा मात्र देखेको छु, अनि म सधैँ हजुरलाई याद हुनेछु। अनि उसले भन्यो, अनुहार देख्यो भने झन् सम्झिन सजिलो हुन्छ नि।
म केही बोलिनँ। एकछिनमा उसले भन्यो, टिकटक चलाउनुहुन्छ? मैले भने अह। फेसबुक? मैले त्यो पनि अह भने। ल ल भयो, त्यस्तो गाह्रो हुन्छ भने नभन्नु। अनि मैले फेरि भने, म साँच्चै टिकटक चलाउँदिनँ। डेस्टिनेसन आइपुग्यो। मैले पैसा कति भनेर सोधेँ। पैसा झिक्ने क्रममा उसले फेरि सोध्यो, अनि इन्स्टा? मैले भने, इन्स्टाग्राम त म चलाउँछु। ठिक छ, मलाई श्रिता साईमा फलो गर्नुहोस् अनि हेर्नुहोस् मेरो अनुहार। मैले पैसा दिएँ अनि थ्याङ्क यू भनेर हिँड्न लाग्दा उसले भन्यो, एकछिन भन्दै आफ्नो अर्को मोबाइल झिक्यो। काम गर्ने मोबाइल एउटा रहेछ र उसको पर्सनल मोबाइल अर्को रहेछ। अनि सर्च गर्यो श्रिता साई। मेरो प्रोफाइल खोल्यो। ओ गड! मैले हाँस्दै भने, थ्याङ्क यू है त भनेर म त्यहाँबाट गएँ। त्यति बेलासम्मै सबै कुराहरू रमाइलो लागिरहेको थियो। म आफ्नो ठाउँमा पुगेँ र त्यहीँको काममा बिजी भएँ। घर आएर यसो अहिलेको घटना सम्झेँ। फलो रिक्वेस्टमा उसको नाम देखिनँ। उसले फलो मलाई किन गरेन त्यो चाहिँ थाहा छैन। तर साँच्चै भन्नुपर्दा सायद सबै कुराहरू पुरा नभएको नै राम्रो हुन्छ र कति भेटहरू अपुरो नै मिठो हुन्छन्। मार्क्सभित्र लुकेको अनुहार सायद उसले जति सुन्दर सोच्यो त्यति सुन्दर पाएन, वा जति सुन्दर थिएन जस्तो लाग्यो त्यति सुन्दर पायो। तर जे होस्, यो याङ्गो राइड मेरो लागि निकै नै रमाइलो एउटा क्षण बन्न पुग्यो। आजको लागि यति नै। अब अर्को कथा लिएर आउनेछु। त्यतिन्जेलसम्म आफ्नो ख्याल राख्नुहोला र सधैँहरूलाई प्रेम अनि सेवा गर्नुहोला। हस्त नमस्ते। अनि असाँच्ची नयाँ वर्षको सम्पूर्णलाई हार्दिक शुभकामना।